यसो भन्ने यो चाहिँ मेरो घरको तीन चुला राईको है। यो पनि स्थापित गरिएको छ अहिले भन्दा मोटामोटी यो साल चाहिँ 3 वर्ष हुँदैछ। कालिम्पोङबाट मेरो दाजुहरू आएर स्थापना गरिदिनु भएको छ र यो चाहिँ राईहरूको तीन चुला है। माङ चुला भन्छ हामी, माङखिममा माङ चुला यस्तै छ। गुड मर्निङ एभ्रीबडी। र थुप्रो समयको बादमा फेरि पनि एउटा सानो ब्लग लिएर आएको छु र विशेष गरेर आज म चाहिँ कालिम्पोङ जाँदैछु है। भन्दाखेरि त्यहाँ हाम्रो कालिम्पोङमा त्यो के अरे उभौली साकेला पर्व छ, त्यसलाई एटेन्ड गर्न जाँदैछु है त। र अहिले चाहिँ म फापरखेती माथि डाँडागाउँ भन्ने जग्गा आइरहेको छु, आइपुगेँ र दिन यति मजाको छ है। यो तलको चाहिँ फापरखेती हो, यो चाहिँ फापरखेती मजाको छ क्या। रातभरि पानी परेको थियो, अन्त यहाँनिर चाहिँ बाटो चाहिँ नागबेली, नेपालीमा चाहिँ नागबेली भनिन्छ। यो प्रकारको तल त्यो बाख्राकोट माथिको स्न्याक ब्रिज जुन चाहिँ छ त्यो चाहिँ ब्रिज भयो, तर यस्तै प्रकारको छ। यहाँ चाहिँ रोडै यस्तो प्रकारको छ, मजाको छ नि। अब तल पनि यहाँ हेर्नुहोस् न, त्यही हो, त्यहाँ पनि दामी छ रोडहरू, यस्तो छ है। म चाहिँ आज बाइकमा छु र मेरो अरू मित्रहरू हुनुहुन्छ, उहाँहरू चाहिँ गाडीमा आउनु हुँदैछ। म अलिकति अगाडि निक्लेको छु, आउनु हुँदै होला सायदै। र अब लागिन्छ उकालो। कुवा पनि अब एकैछिन हो, उहीँ माथि छ। 6 माइल आइपुग्नु आँटे, यताबाट हो। यहाँनिर मजाको जग्गा छ, अब रुखै रुख भएको हो, जङ्गल भनौँ न, मजाको रहेछ। तर यहाँनिर बिचरा गाईहरू चरिरहेछ। मेरो साथीहरू चाहिँ कता आउँदैछ कुनी, विशेष गरेर यो मैले त एभेन्जर 160 फर्स्ट टाइम कुदाएको त होइन, पहिला नि अलिअलि त कुदाएको कि, तर यसको चाहिँ मैले बुझ्नु सकिनँ, यसको स्पिड चाहिँ छैन रहेछ हौ। जति नै ताने पनि खोइ 50 देखि माथि साह्रै गएको जस्तो लागेको छैन, के हो कुनी, मलाई त्यति जानकारी भएन। हेरौँ खोलिन्छ कि उकालो भएर हो कि। चाहिँ हामी डेलोमा छौँ र म चाहिँ धेरै 1 घन्टा अगाडि नै आएको, पर्खिरहेको थिएँ। र यहाँनिर आइपुग्नु भयो हाम्रो देवनज्यूहरू, एमपी साम्पाङज्यू पनि छ, हाम्रो निशान सर पनि हुनुहुन्छ। सेवानी हो हजुर, लु हाम्रो सुजन सर। म चाहिँ छिटो आएँ नि त अलिकति। हजुर होइन, लाइभ छैन कि, हुँदैछ यसको क्या। माङखिम जाने बाटो रहेछ, मेरो चाहिँ फर्स्ट टाइम हो यो उकालो, गएको छैन नि। गएको छैन, यहीँ जन्मेर पनि नगएको क्या। देवनदास जानुभएको पहिला, ए हो र, सुरु भयो कि क्या हो। मैले त ज्याकेट पनि खोलेर गाडीमै राखिदियो त हौ। ए हो र, होइन मेरो पनि छ। शीतल भइरहेछ अहिलेसम्म चाहिँ, पानी पऱ्यो भने चाहिँ बर्बाद छ फेरि। डेलो आज पुरा भिडभाड रहेछ। रेक्स एन्ट्रेन्स, ए भाग्यमानी ठिकै छ, यहाँ रहेछ हौ डाँडा चाहिँ। हाम्रो बाङ्गा के हो र, ए यहाँ रहेछ नि त। लु आइपुग्यो माङखिम चाहिँ।
यहाँभित्र चाहिँ एकदमै पूजा भइरहेछ हाम्रो माङचुलामा। मजाक बनाएको छ है वाबु पनि बनाएको। खम्बुहरू चाहिँ एकदमै प्राकृतिक पूजकहरू र पूर्वकालदेखि नै यसरी नै प्रकृतिलाई पूजा गर्दै आएको र उधौली र उभौली यो दुईटा चाहिँ हाम्रो एकदमै महान पर्व जस्तै हो। प्रेममा त म त मेरै दाजुलाई देख्दैछु होइन जुटेर हामी अघि बढ्नुपर्ने भन्ने सबै उपस्थित महानुभावहरूलाई उहाँले वाचिपा चाहिँ दामी बनाएको थियो र यहाँदेखि चाहिँ वितरण गरिँदैछ वाचिपा। किराती खम्बु राई सांस्कृतिकको संस्थाको तर्फबाट माङखिम चाहिँ पर रहेछ र अघिल्लो कार्यक्रमको यहाँ पनि पूजा चल्दैछ। किराती मुदुम छाम बर्मेक शाखाबाट म कलाकारहरूलाई निकै चिसो भयो, कुहिरो आउनु थाल्यो। म चाहिँ निक्लिँदैछु कि जाडो भने माथि त पुरा के अरे मेरो ब्यागमा छ ज्याकेट, त्यो चाहिँ त्यो एउटा गाडीमा लगाइरहेको छु। भेट्छु होला ड्राइभर। यो चाहिँ अलिकति हिँड्नुपर्छ मेरो कि यहाँ मुनि छ दाजुहरूको घर चाहिँ उतापट्टि छ। आज बसौँ कि भन्दै थिएँ कि फेरि यसो सोचेँ दिन अलिक राम्रो छ आज, राम्रो भएको बेलामा हिँडिहाल्नुपर्छ भिजिन्छ भनेर नि, नत्र एक रात बसौँ कि भन्दै थिएँ कि फेरि यसो सोचेँ भोलि पानी पऱ्यो भने मेरो बिचक हुन्छ। बाइक लिएर आएको छु, यति छ रोड आयो। आमा रोडदेखि यो सिँढी चाहिँ यो सिँढी छ नि कति होला हौ, घर उहीँ हो। यो कता गयो घर, उतापट्टि छ घर। यो रोडदेखि मोटामोटी यो सिँढी चाहिँ 50वटा जस्तो होला कि रुक्कै बनाउँछ। च्याउ यहाँनिर राखी छोडेको छु, ऊ त्यहाँ विमल भाइले राख्ने जग्गामा सिसा उडाइदिएको थिएँ कि मजाले कुञ्चैले अझै राम्रो उडाएर राख्दै छोडेको छ बिचरा। हाम्रो गाउँ चाहिँ यस्तो चाहिँ राम्रो छ, मेरो बाइकलाई नि मिलाएर सिसा उडाएर राख्दै छोडेको रहेछ। थ्याङ्क यू जसले गरिदिए पनि। यो बाटो गाडी आउँदैछ, दुईवटा गाडी आयो भने चाहिँ पग्ला हुन्छ यहाँनिर, हेभी अप्छ। गाडी ल्याउँदा चाहिँ यहाँनिर हाम्रो ध्रुव अङ्कल है एक्स रिटायर्ड कर्नल हुनुहुन्छ, उहाँकोमा राख्थेँ। अहिले चाहिँ यहाँनिर गेटहरू बनाएको छ र असुविधा छ यहाँनिर पार्किङको। तर हाम्रो गाउँ चाहिँ एकदमै राम्रो लाग्छ मलाई, मान्छे राम्रो छ। आफू छैन भने पनि अर्काको बाइक हो नि त, र पनि बिचराहरूले यहाँबाट सिसा ल्याएर मजाले छोपिराखिदिएको रहेछ। कसले हो कुनी म त याद छैन यो कसको राख्थेँ, मैले खाली देखेर राखेको थिएँ हो। मजाक छ। यो ओह्रालै गएको छ, यो सिधै भन्नुपर्दाखेरि यो रोडले रम्फू छुन्छ, रम्फू होइन तारखोला छुन्छ, त्यस्तो छ। अब चाहिँ म गोरुबथानतर्फ प्रस्थान गर्दैछु है त। अब भने चाहिँ मोटामोटी अब अम्बियोक काटे उज्यालोमै आइपुगेँ आज कालिम्पोङदेखि मोटामोटी। चाहिँ घर आइपुगेँ। ए यहाँनिर नानीहरू पढ्दै रहेछ, यिनीहरू मजाले पढ्दै रहेछ हो। स्नेह, यहाँ के अरे अङ्कित, अर्पिता, के अरे अंश, ढेँडे चाहिँ खोइ तल छ। ओके, र यस्तै छ। आज आइपुगेँ, तर आज चाहिँ रेकर्ड
भयो म 2 घन्टा नि राम्रो नपुगिकन चाहिँ घर आइपुगेँ मजाले बाटो क्लियर मेरो घरबाट चाहिँ यस्तो देख्छ है र आजको भ्लगलाई चाहिँ म यो चियापत्ती बगान देखाउँदै समापन गर्दैछु है यस्तो मजाको छ यो मोटामोटी 2018 मा रोपेको होला यो रुखहरू नि मसिनो रोपेको यत्रो भइगयो अन्त ओके थ्याङ्क यू फर वाचिङ